चोरले साधुलाई सुली चढाउने दिन आइसकेछ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको खबर आयो। निलम्बन गर्ने को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाई। कानुनी प्रक्रिया हेर्दा अधिकार त उहाँकै हो, तर प्रश्न अधिकार प्रयोग गर्ने पात्रको चरित्र हो। यिनै गुरुगाई जो कुनै सामान्य प्रशासक होइन, राष्ट्रिय मानव अधिकार आयोगको कालो सूचीमा सूचीकृत व्यक्ति अर्थात् मानवीय अधिकार हनन गर्ने प्राणी प्रशासक सिराहामा सिडियो हुँदा निर्दोष नागरिकलाई मनपरी ढङ्गले गिरफ्तार गरी कानुनी थुनामा राखेको थियो। अधिकारको घोर दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरेका पात्र र आज त्यही पात्र अधिकार उल्लङ्घनको दोषी र मानव अधिकार उल्लङ्घनको आरोपमा अरूलाई निलम्बन गर्दछ। यो दृश्य नै भन्न पुग्यो चोर चोतारोमा साधु सुलीमा। यो केवल गुरुगाईको कथा होइन, यो त ओली सरकारद्वारा काठमाडौँ महानगरपालिकामा सुशासनको नाटक मञ्चन गर्ने सिन्डिकेटको अर्को अध्याय हो। सुशासनको नाममा गन्हाउने राजनीतिक गन्ध फैलाउने, दोषीलाई पदमा राख्ने र इमान्दारलाई हटाउने, यही हो अहिलेको शासन शैली। सरकारको सुशासनको परिभाषा के हो? अधिकार हनन गर्ने नै नैतिकताको भाषण दिने, दोषीलाई पुरस्कृत गर्ने, इमान्दारलाई निलम्बन गर्ने, प्रशासनलाई निजी रेसिपी र राजनीतिक दबावको हतियार बनाउने। भन्नुपर्दा गुरुगाईहरू प्रशासक होइन, अधिकारको खोलमा लुकेका निरङ्कुशहरू हुन् र यिनीहरूलाई संरक्षण दिने त्यही पुरानै शैलीको निरन्तरता हो, जसमा जनताको अधिकार सधैँ टुक्रा टुक्रा बनाइन्छ।